हामी सिन्धुली जान लागेको अनि म फेरि ढिला राख्छु के सिन्धुली घर जान लागेको थियौँ अनि यता सिन्धुली यता उसको बाटो धुली हेलतिरको बाटो बिग्रेको थियो अनि दक्षिणकालीको बाटो जाँदैछौँ अनि दक्षिणकालीको बाटो जान लागेको बुढाबुढी मात्रै बिहानको 5 बजे उठेर हिँड्यौँ उज्यालो हुँदाखेरि दक्षिणकाली पुगिन्छ कि भन्ने थियो है खै अब कस्तो हुन्छ उज्यालो हुँदासम्म यतिखेर चाहिँ हामी टुडी हेल पुग्यौँ अनि टुडी हेल हुँदै अब बल्खुको बाटो अनि जाने हामी अनि यताको बाटो सजिलो लाग्छ उताको बाटो बिग्रेदेखि त यतैबाट गइरहेछौँ हामी 2 जना भए मात्रै पनि 2 जना भएपछि हामीलाई फेरि कोही चाहिँदैन जो सामिरिटा बुढाबुढी साथी छौँ एक्लै सपोर्ट गर्ने भद्रकाली आइपुग्यो अनि भद्रकाली हुँदै अब यता झिसमिसे छ दररा चढ्ने भन्दा त्यत्तिकै भइरहेछ चढेकै छैन अनि अब यताबाट त्रिपुरेश्वर हुँदै जाने यो नयाँ भ्लग बनाउने भएर होला के आउँदैन बोल्नलाई के बोल्नुहुन्छ अनि अब चाहिँ हामी जाँदैछौँ हेर्नु न त्यहाँ तुवालो लाएर कस्तो राम्रो देखिएको के अनि त्यही भएर मैले भिडियो गराइहालेको अनि यहाँ फेरि भाइरल गरेछ मान्छेले डराउनु दिन्छ भन्छन् खै मान्छे कोही बस्दो रहेनछ अनि त्यही हेर्दै जाऊँ भनेर त्यहीबाट गइयो अनि जाडो भएर चिया खान थालेँ मैले चिया खाएर बुढोलाई चाहिँ मन परेन अरे फालिदिनु भयो अन्त हामी हेटौँडा कटिसक्यौँ मैले भिडियो बनाउनै बिर्सेछु अनि दिमाग हुनु पर्यो नि भिडियो बनाउनै बिर्सेछु अन्त फेरि यहाँ कस्तो राम्रो ठाउँ राम्रो लाग्यो क्या मलाई मैले चलाएको थिएँ अनि बुढोलाई भिडियो खिच्नु न भने कस्तो राम्रो भाइरल रोड जस्तो लाग्यो है हेटौँडाको राम्रो लाग्यो अनि त्यही भएर यहाँ फेरि भिडियो बनाइदिनु भयो अनि भिडियो बनाइसकेपछि एकछिन चलाएँ मैले पनि 1.5 घन्टा बाटो राम्रो छ अनि त्यही भएर चलाएँ म फेरि त्यति स्पिड कुदाउन सक्दिनँ किनकि मेरो बानी अहिले छुटिसकेको छ म त्यति चलाउँदिनँ स्कुटी अनि त्यही भएर अलि बिस्तारै चलाउँछु मैले अनि हामीलाई फेरि अब छिटो जानुपर्ने हुन्छ घर कति हिँडेपछि फेरि कतिखेर पुगिन्छ भन्ने हुन्छ नि त त्यही भएर छिटो जानको लागि बुढोले चलाउनुहुन्छ अनि यहाँ फेरि मैले काठमाडौँबाट काँक्रा बोकेर आएको थिएँ कि अनि बाटोमा अनि काँक्रा बोकेर आएको थिएँ भिडियो बनाउनै बिर्सेछु क्या लास्टमा सम्झिरहेँ ला भनेर अनि फेरि थोरै भए नि खिचिहालेँ अनि सिन्धुली पुग्यौँ हामी सिन्धुली खाना खानलाई यस्तो भोक लागेको थियो तर पनि मैले चाउमिन खाइदिएँ बुढोले भात खानुभयो मैले चिकन खाना खानुभयो भने मैले चिकन चाउमिन खाएँ अनि फेरि हामी सिन्धुलीबाट हिँड्यौँ त्यहाँबाट फेरि बिचमा हामीलाई काम पर्यो र हामी यता घर नगएर फेरि यता आयौँ कि बर्दिवास साइड तर बर्दिवासतिर गएनौँ हामी फेरि फर्किएँ फेरि अलिकति बाटो पुग्यौँ काम भएन त्यसपछि यस्तो गाह्रो भएको थियो तर के गर्नु साथीले भनेपछि नमान्न पनि गाह्रो है त्यही भएर फेरि फर्क्यौँ अनि यो चाहिँ कमला नदी पुल कस्तो लामो छ हेर्नु न पुल पनि कति लामो पुल त कस्तो राम्रो लाग्छ कि मलाई यो पुल म धेरै जस्तो यहीँ गएर फोटो खिचिरहेको हुन्छु राम्रो लाग्छ मलाई पुल पनि लामो छ बुढोले खिचिरहनु भन्थ्यो मैले चलाएँ मलाई एकदम ज्यान पछाडि मात्र बस्यो भने ज्यान दुख्छ भनेर मैले त्यहाँ चलाएँ बाटो राम्रो थियो घर पुगेर भिडियो बनाउनै बिर्सेछ अनि फेरि यहाँ छोरीले मासु काटेको काँच्चै भए पनि खान्छु भन्छ अनि अब रोकोरै गरेँ अनि के गर्नु त भनेर फेरि दिएँ
रुन त दिन भएन भनेर। आजलाई यति नै गाइस, फेरि भेटौँला।